हेलो गाइस। रेन पेज बनाउनमा यसो हामी त भनेको 1000 डायमन्ड पनि छ तर फेरि 1000 डायमन्ड पनि रेन पेज बनाउनमा पनि हामी त पुग्छ हुन्छ नि 5 स्पिन चाहिँ मैले हालेको त्यो चाहिँ मेरो युट्युब आइडीमा गरेर अर्को तल भिडियोमा हेर्न सक्नुहुन्छ। भिडियो चाहिँ एकदम साइड पर्दैन हेरेर पनि हुन्छ 40 खाले हाल्नु हुन्छ परेन भने चाहिँ म भिडियो 2-3 चाहिँ गर्छु नजिक पऱ्यो भने चाहिँ गर्छु टाढै पऱ्यो भने दामी लाग्छ यति गर्छु है म यत्तिकै फ्रीमा आउँछ र डायमन्ड प्रायः बट बन्डल सन्डल लगाइदिएको है। अब 40 डायमन्ड लान्छु पहिला जय भोले बाबा कि ला यस्तो हुन्छ कि एक टोकन पनि पर्दो हुन्छ गिटार नेट चढ्ने परे क्लिक परे yes कति चाँडै एक टोकन पाइयो कि गाइस ठीक काम गर्छ कति चाँडै भाइ मेरो तिर्को कस्तो रमाइलो लाग्यो गाइस यो रोक्दै गाइस फेरि एउटा कस्तो खुसी लागिरहेको गाइस एक टोकन पाइसक्यो कस्तो के गाइस सबले जोडा पऱ्यो गाइस पर्ने के भन्छु हुन्छ कस्तो खुसी लाग्यो गाइस एक टोकन पाइयो हामीले एक टोकन पाइयो बिहान पनि यस्तो भइरहेको थियो कि बिहान परेन मेरो यस्तो भइरहेको नबोलामा कस्तो ल्याङ्गो खुसी भन्दैन कस्तो खुसी लाग्यो यस्तो पनि पैसा यस्तो म खुसी लाग्यो साथमा चाहिँ होइन डायमन्ड चाहिँ राम्रोपर्छ होइन क्लियर गरिदिन्छ यो फेरि धान्न सक्दैन अब यो बनाउनु पऱ्यो भाउचर पऱ्यो है गाई छिटै गाई यस्तो होइन कि लक हेरेर यस्तो के खोल्छ यार त्यो लक हुन्छ नपरेको नपरे गर्छ होइन। अब एकपालि अर्को क्यारेक्टर लगाउँछु अनि मेरो यो 10 मिनटभन्दा धेरै भएर चाहिँ भिडियो कतिको हुन्छ मलाई पनि थाहा भएन 10 मिनटभन्दा धेरै भएर चाहिँ अर्को भिडियो आउँछ है गाइस नतिनु होला। आज चाहिँ मैले धेरै डायमन्ड उठाइन 400-300 खै के गर्छु अब हेर राम्रै लक निक्ल्यो नजिकै पऱ्यो भने निकाल्छु नभए डायमन्ड जम्मा गर्नु पनि पऱ्यो फेरि हेर्नु कस्तो खुसी लाग्यो क्या ल त्यही कुरा छ मोबाइल खोल्छु अनि अर्को नोबवाला क्यारेक्टर लगाउँछु अनि फेरि क्लियर केस गर्छु स्पिन हानिदिन्छु के हुन्छ गाइस डर लाग्यो त यहाँ अब डर लागिरहेको यत्रो डायमन्ड मात्रै पुग्दिनु अब निकाल्छु होला अझै यत्रो 800 डायमन्ड धेरैवटा न एउटा फोटोकन पऱ्यो भने त निकाल्छु म ठिक चाहिँ काम गरेँ तर कस्तो खुसी लाग्यो कि टोकन टावर मैले अहिलेसम्म जिन्दगी डायमन्ड उडाएन क्या आज यो मेरो इभो वन्डरमा फेभरेट हो यो र स्पार्क थियो पर्छ कि पर्दैन यही गरिदिउँ न के भनेर बन्डल पनि गरिदिउँ
लागि यस्तो गर्नु पऱ्यो त्यो हो नि त भाउजरको बाह्र होला भाउजरको जहिले स्पिन हुन्छ यहाँ म एक स्पिन हाल्छु त्यस्तै कचेरा कचेरा पऱ्यो भने अरू कुनै मन्डल लगाएर स्पिन हाल्नु एक स्पिन यसमा हाल्छु एक स्पिन लगाएर हाल्छु अनि एक स्पिन 40 डायमन्ड हाल्छु लोकल नेम बोलेंगे मैं ऊपर टोकन पर 10वटा भाउजर पर पनि हो लामो वाला स्पिन चाहिँ म हाल्दिनँ होला हालेपछि पनि लास्टमा चाहिँ हाल्छु वहाँ पे छुट्टी हुआ टोकन की बंडल पर गरिल्ला पनि ला मुआले हर्के त्यही टाइम लगाउँछु अनि मुआले साह्रै हर्क्यो त्यो डायमन्ड चाहिँ खर्च गर्दैन रहेछ 500 डायमन्ड लगाएर पाक्कै त्यस्तो भित्रा खराब हुन्छ हजुर मम्मी आउँदै हुन्छ के दुईचोटि लास्ट स्पिन हो यो पनि नरम पऱ्यो भने एक स्पिन हाल्नु त्यस्तै पर्छ है त्यस्तै भिजाएर अघि नै यही बोल्नु एक टोकन त भइहाल्यो अझै दुईवटा स्पिन हाल्छ एक प्लेयर केस यसपालि पुऱ्याउनु स्पिन अनि इन्डियन ड्रेसिङ हाल्नु केही न केही पन्चास ब्लक पर्छ कि हाम्रो एक टोकन फेरि पऱ्यो भने त म यो चाहिँ मार्दिनु प्लिज पऱ्यो एक टोकन बन्डल गरेर त म मार्दिनु प्लिज गनतिर गएर रोकिएर है त्यही टोकन त यही खराब लाग्छ क्या आजको भिडियो चाहिँ